सुत्दा उठ्दा खाँदा पञ्च र उसको खेलौना साथी सँगसँगै देखिन थाले। उनीहरूले यो खेलौनालाई नाम दिए ओरान मामा। इन्टरनेटको जमाना छ। पञ्चले आफ्नो ओरान मामालाई बोकेर हिँडेको भिडियोहरू सामाजिक सञ्जालमा आगो जसरी फैलियो। जापानबाट सुरु भएको यो दृश्यले विश्वभरका मानिसहरूको मन छोयो। धेरैले पञ्चको आँखामा आफ्नो एक्लोपन देखे। कतिले उसलाई गनबारे पञ्चको अघि बढ पञ्च भन्दै हौसला पनि दिए। यो केवल एउटा भाइरल भिडियो थिएन, यो करुणाको एउटा विश्वव्यापी लहर नै थियो। आईकेईए र कर्पोरेट दायित्व। पञ्चको यो कथा यति शक्तिशाली बन्यो कि यो खेलौना बनाउने कम्पनी आईकेईए को मुख्यालयसम्म पुग्यो। स्विडेनमा मुख्यालय रहेको यो कम्पनीले थाहा पायो कि उनीहरूको एउटा साधारण खेलौनाले एउटा सानो जीवको जीवनमा कति ठूलो भूमिका खेलिरहेको छ। आईकेईए जापानकी अध्यक्ष पेट्रा फारे स्वयं फेब्रुअरी 17 मा इचिकावा सिटी चिडियाखाना पुगिन्। उनी खाली हात गइनन्। उनले पञ्च र चिडियाखानाका लागि थुप्रै नयाँ खेलौनाहरू उपहार दिएर गइन्। यो एउटा व्यापारिक कम्पनीको लागि ठूलो विज्ञापन पनि हुन सक्थ्यो, तर त्यहाँ पुगेर उनीहरूले पञ्चको लागि सधैँ खेलौना उपलब्ध हुने सुनिश्चितता गरे। चिडियाखानाका मेयर कोतानाकाले पनि यसलाई उत्साहजनक खबर भन्दै स्वागत गरे। वास्तवमा पञ्चले बाटोमै भेटेको थियो आफ्नो यो निर्जीव परिवार। आखिर किन महत्त्वपूर्ण छ त यो खेलौना? यहाँ एउटा प्रश्न उठ्छ, एउटा खेलौनाले बाँदरलाई कसरी शान्त बनायो? विज्ञान भन्छ प्राइमेट्स अर्थात् बाँदर प्रजातिका लागि स्पर्श खाना जत्तिकै महत्त्वपूर्ण हुन्छ। सन् 1950 को दशकमा मनोवैज्ञानिक ह्यारी हार्लोले गरेको एउटा प्रसिद्ध तर विवादास्पद प्रयोगले पनि यही देखाएको थियो। बच्चा बाँदरहरू दूध दिने तारको आमा भन्दा न्यानो कपडाको नक्कली आमासँग बढी समय बिताउँथे। पञ्चका लागि पनि त्यही भयो। त्यो खेलौनाको नरमपन, त्यसको फर र त्यसलाई अंगालो हाल्दा महसुस हुने सुरक्षाले उसको कर्टिसोल अर्थात् तनाव दिने हर्मोनको स्तर घटायो। त्यो खेलौना उसका लागि सुरक्षा कवच बन्यो। जब जब अरू बाँदरले उसलाई हेर्थे, ऊ दौडिएर आफ्नो ओरान मामाको शरणमा पुग्थ्यो। भविष्य र आशाको किरण। के पञ्च सधैँ खेलौनासँगै टाँसिएर बस्ला त? के ऊ कहिले वास्तविक बाँदर बन्न सक्ला? खुसीको खबर के छ भने परिवर्तन बिस्तारै देखिँदैछ। चिडियाखानाले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार पञ्च अहिले बिस्तारै परिवर्तन हुँदैछ। उसले आफ्नो खेलौना साथीलाई साथमै राखेर पनि अन्य बाँदरहरूसँग अन्तर्क्रिया सुरु गरेको छ। ऊ अरूको रौं कोट्याइदिने, अरूलाई जिस्काउने र कहिलेकाहीँ गाली खाने काम पनि गरिरहेको छ। हेरचाहकर्ता सिकानो भन्छन्, ऊ हरेक दिन समूहभित्र बाँदरको रूपमा कसरी बाँच्ने भन्ने कुरा सिकिरहेको छ। मलाई लाग्छ अब एक दिन यस्तो आउनेछ जब उसलाई आफ्नो खेलौनाको आवश्यकता पर्ने छैन। यो नै पञ्चको जित हुनेछ। त्यो खेलौना एउटा पुल थियो जसले उसलाई एक्लोपनको खाडलबाट निकालेर सामाजिक जीवनतर्फ डोर्याउँदैछ। पञ्चको कथाले हामीलाई धेरै कुरा सिकाउँछ। यसले सिकाउँछ कि माया र सुरक्षाको आवश्यकता मानिसलाई मात्र होइन, जनावरलाई पनि उत्तिकै हुन्छ। एउटा आमाको अभावलाई कसैले पूर्ति गर्न त सक्दैन, तर सानो सहयोग, एउटा सानो खेलौना वा अलिकति मानवीय करुणाले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। पञ्च अहिले पनि आफ्नो ओराङ्गुटान साथीलाई घिसार्दै चिडियाखानामा हिँडिरहेको हुन्छ, तर अब ऊ एक्लो छैन। उसँग एउटा खेलौना छ। चिडियाखानाका हेरचाहकर्ता छन् र उसको सङ्घर्षलाई माया गर्ने विश्वभरका लाखौं शुभचिन्तकहरू छन्। हामी आशा गरौँ पञ्च खान चाँडै नै आफ्नो समूहको एक बलियो र आत्मविश्वासी सदस्य बन्नेछ। तबसम्मका लागि उसको र ओरान मामाको यो मित्रता हामी सबैका लागि एउटा मिठो याद बनिरहनेछ। अन्त्यमा पञ्चको कथा